सर्वप्रथम त हाम्रो माननीय शिक्षा मन्त्रीज्यू र नेपाल बाल विकास केन्द्रीय टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। माननीय शिक्षा मन्त्रीज्यूसँग बाल विकास इसिडी शिक्षकको दायज मागहरू, दरबन्दी, स्थायित्व र अवकाशका विषयहरूमा छलफल भएको र प्रारम्भिक बाल विकास नै शिक्षाको आधार स्तम्भ हो भन्ने महसुस गरी मन्त्रीज्यूबाट प्राप्त सकारात्मक प्रतिबद्धता चाँडै नै कार्यान्वयन हुनेछ र आउँदै गरेको नयाँ शिक्षा ऐनमा हाम्रा मागहरू सम्बोधन हुनेछन् भन्ने पूर्ण रूपमा आशा राखेका छौँ भने साथीहरू, हाम्रा अधिकार, दरबन्दी, स्थायित्वका लागि केन्द्रीय टिम निरन्तर खटिरहेको, रातिको 9-10 बजीसम्म पनि मन्त्रालयमा छलफलमै जुटेको हामीले सामाजिक सञ्जालमा यत्रतत्र देखि नै रहेका छौँ। शिक्षा मन्त्रीज्यूसँग हाम्रा माग मुद्दा स्पष्टसँग हाम्रो टिमले राखेको पनि देखेका छौँ। जबसम्म हाम्रो माग पूर्ण रूपमा सम्बोधन हुँदैन तबसम्म हाम्रो एकबद्धता र सरकारलाई दबाब जारी नै रहनेछ भन्दै केन्द्रीय टिमलाई हामी 36,000 इसिडी शिक्षकको पूर्ण रूपमा साथ र समर्थन रहेको कुरा पनि जानकारी गराउँदै मेरो भिडियो हजुरहरूलाई यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। हस्त, बाई।